जस्तै आज सुकुम्बासी समस्या सधैँको लागि समाधान भयो। एउटा राम्रो नियत बोकेर जब कुनै नेता पोलिटिक्समा इन्ट्री गर्नुहुन्छ भने सबै कामहरू राम्रा हुन सक्छ। ल हेर्नुहोस् त, सुकुम्बासी समस्या भनेको पुरानो पार्टीले कति वर्षदेखि जिउका त्यौं राखेका थिए। सुकुम्बासी बस्तीमा जाने, भाषण गर्ने, झुठो आश्वासन दिने, तर सुकुम्बासी समस्या कहिले पनि समाधान गर्नको लागि कुनै एक्सन नलिने यो पुरानो पार्टीहरूमा जुन एउटा रोग थियो, आज पीएम बालेन शाह आउने बित्तिकै शान्तिपूर्ण सुकुम्बासी बस्तीहरू खाली गरेर व्यवस्थापन गरियो। अब सुकुम्बासीमा बढी त हुकुमबासी नै देखिए। हुकुमबासीहरू त्यहाँ आन्दोलन गर्न पनि आएन। सुकुम्बासीहरू थोरै छन्। ती सुकुम्बासीहरूलाई अब व्यवस्थापन गर्ने, कतै व्यवस्थित गर्ने र यी समस्या सधैँको लागि समाधान भयो। हुन त पीएम बालेनजी मेयर हुँदा नै सुकुम्बासी समस्या समाधान गर्न चाहेका थिए, तर त्यतिखेरको गृहमन्त्री रविजी हुँदाखेरि कुनै एक्सन लिनु भएन। अर्थात् सुकुम्बासीको समस्या मेयर हुँदा समाधान हुन सकेन। पीएम भइसकेपछि शान्तिपूर्ण एक दिनमा सुकुम्बासी समस्यालाई समाधान गरियो। यो कार्यको लागि मिस्टर बालेन शाहलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो धेरै राम्रो काम हो र अहिले चाहिँ सुकुम्बासीहरूलाई दशरथ रङशालामा राखिएको छ, चौबा डाँडातिर राखिएको छ। उता पूर्व पीएम बाबुराम भट्टराईजी हुँदा पनि लगभग 12-13 करोडको अपार्टमेन्ट बनाउनु भएको छ। त्यहाँ पनि सुकुम्बासीलाई शिफ्ट गरिदिँदा राम्रो हुन्छ। अब विकल्प नै विकल्प छ। जस्तै यो बागमती नदीमा जुन बाढी आउने समस्या थियो, अब त्यो टेन्सन चाहिँ भएन। बागमती कोरिडोर पनि सफा हुने भयो। त्यहाँ अब पार्क बनाउन पाइयो। इभिनिङ वाक र मर्निङ वाक गर्नको लागि पनि त्यहाँ व्यवस्थापन गर्न पाइन्छ। बस्ती खाली भयो, अब सबै जग्गाहरू खाली भयो। त्यसकारण राजनीतिमा जब कुनै मान्छे सही नियत बोकेर इन्ट्री गर्छ भने धेरै कामहरू राम्रा हुँदै जान्छ। गलत नियतले कुनै मान्छे पोलिटिक्समा जब छिर्छ भने कुनै पनि समस्या समाधान हुँदैन। ती समस्याहरू जिउका त्यो हुन्छ। हस् त, यो कार्यको लागि बालेन शाहलाई हृदयदेखि पुनः एकचोटि धन्यवाद दिन चाहन्छु। यस्तै कामहरू गर्दै जानु होला। सही काम गर्नुहुन्छ भने धन्यवाद पनि दिउँला। यदि कहिले काहीँ मिस्टेकले तलमाथि कुनै काम पर्छ भने त्यहाँ चाहिँ हामी आलोचना पनि गर्छौँ र खबरदारी पनि गर्छौँ। हस् त, धन्यवाद, थ्याङ्क यू।